हेलो हेलो नमस्कारम आमाजीको के भयो हामी यहाँ चाहिँ मम्मीलाई चाहिँ म मर्निङ वक गराउँदैछु साह्रो बेसी सुती बस्छ अनि आज बिहान चाहिँ म यसरी हिँडाउँदैछु आमाजीलाई अब त काम गर्ने बेला कस्तो भयो मम्मी हिँडाइ कस्तो हुँदैछ थाक्यो थाक्छ अब घाँस काट्नु ल गएर घाँस काट्ने ल पेर अब तपाईँलाई 2टा गाई ल्याइदिन्छु ल त्यस्तो कहाँ हुन्छ गाई फ्री गाई ब्याउन चाहिँ तपाईँ लानु मलाई पैसा देऊ त्यस्तो सेतै पो देख्दैन सेतै छ नि आमाको केस सेतै पलाएको छ मम्मी मेरो पनि सेतो केस पलाएको छ नि यहाँ हेर्नु त यहाँतिर पलाएको छ यसो लगन सिधा हो तपाईँको पनि पलाएछ केस हेर्नु त आमाको चौली परेछ कति राम्रो हो मेरो आमा त निदा चाहिँ कत्रो तपाईँ चाहिँ निधारै हेर्नु ल अलिक कालो कालो तपाईँको छोरा पनि बुढो भयो सुन्नु न तपाईँको छोरा पनि बुढो भयो है तपाईँको छोरा पनि बुढो भयो है मेरो मम्मी पो अन्त उयो हुँदैछ त जवान हुँदै आउँदैछ त तपाईँ त होइन अब काका जाने आमा हेर्नु न यसो गर्थ्यो के गर्थ्यो लुगा यसो अब यसो के हेर्नु नक्कले पो त नक्कले थियो आपा यसो नक्कले सफा चाहिँ सफा नि बुई तपाईँले मेरो हाइट हेर्नु तिम्रो त मैले यहाँ पाउँदा हाम्रो आमाको के भन्छ भएको थियो मम्मी हामी कहाँबाट आएको अहिले बिहान पनि के अब हाम्रो घरमुनि आइपुग्यो मजा आयो छोरासँग हिँड्नु यो नआएको कति त भयो आउँदिनँ हिँड्दिनँ म है कति भयो है घरमै बस्यो नआएको कति वर्ष आज आयो त बिहान अन्त घाम पनि लाग्यो तपाईँ आएर हेर्नु यहाँबाट पनि बाटो थियो कुनै कहाँ जाने हिँड्थ्यो पहिला यहाँबाट चल छाया हो तपाईँले पनि छाया हेर्नु न हाम्रो आज बिहान चाहिँ यस्तो छ है बिहानको वेदर हाम्रो हिरोइन घर आइपुगे लीला बोजू घर आइपुग्यो है गरम भयो मम्मी यता हेर्नु त यता आइसला मेरो मम्मी त के राम्रो हो के साह्रो यङ हो यहाँ के भन्छ यसलाई होइन यस्तो यस्तो पर्छ नि होइन हौ यो यस्तो मुजा मुजा पऱ्यो के पो यो हो चौरी परेर पनि के साह्रो राम्रो देखेको मेरो आमा आइए कहाँबाट आउनु भएको परदेशबाट हो जानु सफा गर्दैछ है आमा चाहिँ यता हेरौँ ल अब हिँडेर थाक्यो होला अब रेस्ट गर्ने होला हो सुत्ने दिउँसो सुत्यो भने त फाइन पो लाग्छ त यहाँ त तिमी चाहिँ कहाँ बस्छ न अब बस्ने ठाउँ आयो ल ल ल आमा र म चाहिँ
पर गएको थियौँ हिँड्दै आमा छोरा अनि अहिले चाहिँ आइपुग्यौँ गुड बाई भनिदिनु मम्मी गुड बाई अहिलेलाई भनिदिनु नि गुड बाई मम्मीको दामी रहेछ हौ टी सर्ट योर प्लान गड्स प्लान अरे आइस कसले ल्याइदिएको मम्मी यो टी सर्ट कसले ल्याइदिएको कसले अलिक जोडले भन्नु तपाईँ चाहिँ को हो तपाईँ जेठा पुत्रको नाम के हो गेशो भने कसैको नाम छैन त ठुलो भाइ भन्नु न सामेल अरूको नाम कसैको पनि छैन है ओके राखेला आमा लसो लेप्चाको लसो यहाँ मैले चाहिँ डुवर्सबाट एउटा काम ल्याएर आएको छु अनि उहाँ चाहिँ काम खोज्नु हुँदो रहेछ अनि साह्रै यसको काम र अब धेरै दिनको बादमा घर आउन पाएँ है धेरै दिन महिना भनौँ न अनि घरको खुसी नै भिन्दै हुन्छ क्या अनि यसरी नै बितिरहेको छ दिनहरू दुःख सुख जिन्दगीमा हुन्छ तर पनि फ्यामिली जबसम्म सँगमा छ है त्यो नै ठुलो कुरा हो जस्तो लाग्छ ल त गाइस आजको दिन पनि सन्नी छ घमाइलो दिन छ अब चिसो महिना आउँदैछ अनि घमाइलो दिनहरू अझै रमाइलो हुन्छ ल त तपाईहरूलाई मेरो घर कमजोरबाट सबैलाई शुभकामना तपाईँको दिनहरू राम्रो होस् है त